नमस्कार। म यो थामी समाजको लागि मात्र नभएर मैले यो नेपाल सरकारले लोकमुलुक जातित्व थामी परिवारलाई निःशुल्क स्वास्थ्य बिमा अभियान कार्यक्रम लिएर आएको थिएँ। यही सिलसिलामा मैले थोरै कुरा मैले लिन चाहेँ। बुवा नमस्ते। नमस्ते। तपाईँको शुभ नाम? मेरो नाम छत्रबहादुर थामी। हजुर। अनि बलाखी थामी गाउँ पाखण्डबाट बोलेको। हजुर। अनि उमाकुण्ड 4 साबिक 9 नम्बर वडा हो। हजुर। अनि अब थामी जातिको भन्नुहोस् न, अब अहिले पो आएको रहेछ। अब यस्तो चाहिँ यो तपाईँको परपूर्व छिमेकी कहाँबाट आउनु भएको थियो? हामी लापिलाङबाट छ। लापिलाङ दोलखा लापिलाङ। तपाईँको पुर्खाहरू त्यहाँ हुनुहुन्छ? पुर्खाहरू उहाँ हाम्रो भन्नुहोस् न, अब यो हाम्रो बाउ आएको उहीँबाट। अब हाम्रो दाजुभाइ पनि आदि दोलखामा हुनुहुन्छ। हजुर। अनि आदि हामी यता छौँ। हजुर। अनि अब अहिले चाहिँ अब सबै उता दोलखाबाटै आएको हाम्रो काम सबै भन्नुहोस् न। अब लामा झाँक्री चाहिएको हामी उहीँबाटै ल्याउँछौँ। मर्दा पर्दा अब जे जस्तो गर्दा पनि अब सबै उहीँबाटै आउनुहुन्छ। लिइराखेको पनि छौँ, ल्याउनु पर्ने नि उही हो हाम्रो। अनि छ नि तपाईँको यो जस्तो हिन्दूको जस्तो जस्तो हिन्दूले त बाहुन लाउँछ। अब तपाईँको लामा लानु तपाईँको जातिको पुरेतले के भन्छ? हाम्रो चाहिँ झाँक्री झाँक्री भन्छ। खामी अब भन्नुहोस् यस्तै। अब भनौँ मर्दा पनि हाम्रो पुरेतै हो। हाम्रो उयो भन्नुहोस् बुद्ध धर्म जस्तै मान्ने हो हाम्रो। भन्नुहोस् अब भनौँ न, यस्तै भनौँ न हाम्रो अब मर्दा पर्दा अब झाँक्री भन्नुहोस्। अब खामी नै हो। हजुर। अनि तपाईँहरूको जात जाति बिहे बटुल चाहिँ कस्तो हुन्छ? जस्तो छ नि अरू विभिन्न आफ्नै जात जातिको छ। अब जस्तो क्षेत्रीय बाहुनको चाहिँ तपाईँको के अरे फुपू छ, मामा छ, के भन्छ तामाङहरूको चाहिँ। हाम्रो जस्तै तपाईँको चाहिँ कस्तो छ? हाम्रो जस्तै भन्नुहोस् कि हाम्रो यो भनौँ न, तामाङ जातिमा मिल्छ। हाम्रो संस्कारमा घ्याउ पनि मिल्छ र हाम्रो चाहिँ बिहा पनि मिल्छ। हाम्रो चारधाम यहाँ सुन्नु न, हाम्रो छुट्टै भए पनि हाम्रो सरात हुँदैन। हाम्रो जस्तै घ्याउ पनि अब 2 खालको कालो घ्याउ पहिला गरिन्छ भनौँ न। यहाँ झाँक्री खामी भइदिएको भए हाम्रो आधी पोल्यो त्यही बेलुका हाम्रो कालो घ्याउ हुन्छ। ठुलो घ्याउ त्यसको 15 दिन 20 दिन महिना दिन पछाडि गर्दा पनि भयो। जस्तै हाम्रो बिहा पनि चारधाम मार्नुपर्छ। चारधाम मारिसकेपछि मात्रै उसको हाम्रो यताबाट जुठो पिण्ड सबै सर्छ भन्नुहोस् न। अनि तपाईँको छ नि बिहे बटुलो गर्दाखेरि कस्तो खालको हुन्छ? जस्तो 7 पुस्ता 6 पुस्ता भन्ने हुन्छ नि, त्यस्तो अवस्था चाहिँ कस्तो? 7 नस्ता भन्ने हुन्छ। 7 पुस्तै हो। हजुर। 7 नस्ता भन्ने हुन्छ। तपाईँहरूको जाति कति जाति छ? हाम्रो जाति चल्दैन। हाम्रो जाति त थर भन्ने त धेरै छ सर। कति थर? अब हाम्रो चाहिँ आके रिस्मी हो। करस हुन्छ थर चाहिँ। हाम्रो चाहिँ आके रिस्मी। अब तपाईँको दोलखा बस्ने आके रिस्मी। हजुर। अनि जस्तो कुमु काँसेले बस्ने चाहिँ को? हाम्रो रोइमी राती। तपाईँहरूको मुख्य चाड के? मुख्य चाड हाम्रो यही हो। उधौली चण्डी चल्ने। सुनवार जस्तै चण्डी चल्ने। अनि चण्डी हुन्छ। हाम्रो मन्दिर पनि छ। मन्दिरै छ। मन्दिर पनि छ। जेठमा है। त्यो चण्डी नै गर्नुहुन्छ तपाईँ? ढोल हुन्छ? ढोल नभए पनि हाम्रो बेग्लै आफ्नो संस्कृति अनुसार झ्याली मादल बाँसुरी झाँक्री नै हुन्छ। अनि जस्तो छ नि बा तपाईँको नाम चाहिँ के भन्नुभयो? गणेशलाल थामी। अनि छ नि तपाईँको यो जाति अनुसार तपाईँको अहिले राज्यले चाहिँ कुन हिसाबले तपाईँले राज्यले दिएको सेवा सुविधा कुन हिसाबले लिइराख्नु भएको छ? खै अहिलेसम्म ठिकै छ हजुर। अब अहिलेसम्म पाएको राज्यको सुविधा भनेको केही पाएको छैन। हाम्रो नानीहरूको पनि खै थाहा भयो। अब चाहिँ जे जस्तो होस् वार्डबाट पनि अब पहल गर्नु पर्यो। हामी पनि अब वार्डमा पनि गएर झकझकाउँछौँ। अब जे जस्तो भए पनि अब यो कोटा हुँदो रहेछ होइन। शिक्षामा भयो, स्वास्थ्यमा भयो, हरेक कुरामा कोटा हुँदो रहेछ। अब यो अब सुविधाहरू अब कोटामा यो अब आर्मी पुलिस शिक्षक भनौँ अब हरेक कुरामा भनौँ न कोटा हुँदो रहेछ। त्यो चाहिँ हामी वञ्चित चाहिँ छौँ। तर अब यसमा पनि अब तपाईँको शुभ नाम भन्नु नि? मेरो चाहिँ चन्द्रबहादुर थामी। ल ठिक छ, चन्द्रबहादुर थामीजी पनि बोल्नुभयो। उहाँले मैले धेरै कुराहरू लिएँ। अब मैले किनभने यो बिमा अभियानको क्रममा मैले चाहिँ लिन मन लागेर त्यो 9 नम्बर वडामा मैले आएको थिएँ। तपाईँको ठाउँ पनि हेर्नलाई हाम्रो ठाउँ पनि यस्तो रमाइलो ठाउँ रहेछ। यो बलकी उमाकुण्ड 4 अहिलेसम्म आएको थिइनँ म।
यो ठाउँको नाम के भन्नुभयो? पाखन डाँडा भन्नुहुन्छ उहाँहरू। धेरै खुसी रहेछ। मैले दिदीबहिनी पनि हुनुहुँदै धेरै गरौँ न यहाँ उहाँको लगभग तपाईँको 20-25 धुरी रहेछ। यस्तो छ अनि सबै कुरो भइरहेको छ। अब मैले लिइरहेको छु। मैले यसरी गरिराख्दाखेरि तपाईँले कहाँदेखि लिइरहेको छ उस गर्नु होला। म एकजना आमासँग लिन्छु है त। आमा नमस्ते। नमस्ते नमस्ते शिवानीको तपाईँको नाम के आमा? गाईको अमृति थाङ्मी ए ल ठिक छ। उहाँले चाहिँ आफ्नो स्पेसलिटी दिनुभएको छ। तपाईँको जन्म कहिले आमा? जन्म साउन हो कि के हो? साउन हो? 14 साल 14 सालमा जन्मभएको? ए अनि आमा तपाईँको पुर्खा घर चाहिँ कहाँ? यही भयो पुर्खा यही हो। तपाईँको माइती घर चाहिँ कहाँ? माइती दोलखा गोर्खा दोलखा लामा बगरतिर? ए लापिलाङ दोलखा लापिलाङ। उहाँ अलिकति आफ्नो भाषा तरिका बोल्छ। अब आमाले त्यो केही कुरा सोध्छु म। छ नि आमा तपाईँको जनजातिमा यो थामी तपाईँभन्दा पुर्खा त कोही जस्तो लागेन यहाँ होइन। तपाईँ पुर्खेली हुनुहुन्छ होइन। म तपाईँले एउटा कुरो सोध्छु। तपाईँ यहाँ बसिराख्दाखेरि यो पहिला कस्तो ठाउँ थियो यो? पहिला त यता बाँदर पनि लड्ने ठाउँ थियो नि। अहिले त रोड आयो बस्ती आयो झिलिमिली भयो एकदम राम्रो खुसी भयो। निको काँगा ब्याठे रमाइलो ठान्नान बे अब रोड केलान बत्ती केलान निको नानु थाङ्मे जनसङ्ख्या आए थिएनन् बे वारी पैरी केलेङन आए थाएनन् निकै आए नै थाएनन् निको जनसङ्ख्या। ए अनि तपाईँ सुरुमा कतिजना परिवार हुनुहुन्थ्यो तपाईँहरू? सुरुमा बे निको बेनान दिगा छोकुङा गाईवारी गाईको केटा दिगा सुम्का थियौँ। उहाँले आफ्नो जाति आफ्नो भाषा अनि तपाईँले चाहिँ चाडपर्व मनाउँदाखेरि दसैँ तिहार मनाउनुहुन्छ? दसैँ तिहार मानाहरू नि शाखाले त दसैँ तिहार निको भूम्या देवा नुहादो मानादो उँधौली उँभौलीको निको नेमको देवा नुहादो बाह्र देवा नुहादो नेमको निको त त्यो मन्दिरहरू मन्दिरको फोटो खेचाले हेर्न हजुर है सहर है त त्यो निको होदो मन्दिर उँधौली उँभौलीको पूजा अनि तपाईँ छ नि कति वर्ष पुग्नुभयो आमाले? म गाई नाले 69 थाहा ल्याङ्गा भत्ता आरे माकेल 69 थाहा भत्ता माकेल yang ache nang kuta ko sor kelan gai ache खुसी थाले अदु खुसी थांगा ल्याङ्गा नान तै भत्ता केल्दरा उतर आस नहुन्दी के आशा चाहिँ तपाईले भत्ता पाउने आशा चाहिँ हुन्छ तर भत्ता बाछन् तपाईको नागरिकतामा घटेको छ कति कति साल चाहिँ नागरिकता तपाईको जति गाईको उमेर त्यति छ 14 सालको हो गाई 14 सालकै छ 14 सालको भने 1484 अब यसपालि पाउँछ तपाईले यसपालि भत्ता पाउँछ यसपालि पेश गर्नु भत्ता पाउँछ है अनि छ नि तपाईको ओडाबाट यो टोलको लागि तपाईको खाने पानीहरु दिएको छ कि छैन खाने पानी छ बत्ती छ खाने पानी छ हिँड्नु पनि पहिला जंगल हिँड्थ्यौं अहिले नालेङ काङा राम्रो रोड केल्लेहदु थोडी छाडामी हेन्जाका एकदम सुविधा छ गाडी केल्लेहदु नेम्ते नै दैलते नै गाडी छ सुविधा छ एकदम खुसी छ अझै त भन्दा खुसी नन सहर केल्नन जुन खुसी थाङलेङा गाडी नन अनि छ नि आमा म आज स्वास्थ्य बीमा गर्न आएको छु स्वास्थ्य बीमा मार्फत तपाईले उपचार पाउनु भएको छ कि छैन अहिलेसम्म पाएको छैन आजसम्म अब साउन 1 गते लाग्छ है तपाईले साउन 1 गते लागु हुन्छ तपाई जान सक्नुहुन्छ ल ल हस्त धन्यवाद ल नमस्ते नमस्कार सर तपाईको नाम के भन्नु न मेरो नाम मानबहादुर थामी अनि तपाईको अहिले छ नि अहिले तपाईको यो वडामा 9 नम्बर वडा हैन त यो बलकी 9 नम्बर वडामा हाल 4 हैन छ नि यो तपाईको यो नेपाल सरकारले यो क्षेत्रलाई कसरी हेरेछ जस्तो धारा पानीहरु त सबै छ है पानीको व्यवस्था पनि छ रोडको पनि व्यवस्था छ अब तपाईको अब नेपाल सरकारले चाहिँ सीमान्तकृत थामी जातिलाई पहिलेदेखि अब सेवा सुविधा दिँदै आएको रहेछ अब बल्ल बल्ल यो अब चाहिँ अब स्वास्थ्य बिमाको तपाईहरु खोज्दै आएपछि मात्रै हामीले यहाँ थाहा पायौं र अझै पनि अब पाउने थामी जाति सीमान्तकृत जातिले पाउनुपर्ने सेवा सुविधा चाहिँ पाउनुपर्छ भन्ने हाम्रो यो थामी समुदायको चाहिँ एउटा अपेक्षा हो सर हस् त धन्यवाद नमस्ते बहिनी म गंगा थामी हजुर तपाईको घर कहाँ हो भन्नु यो बताउनुस् तपाई मेरो घर यही हो मकुण्ड 4 पाखन डाँडा थामी टोलै हो हजुर अनि छ नि बहिनी यो तपाईले बहिनी अथवा दिदी अब तपाईले यो थामी टोलमा बसिराख्दा तपाई त यहाँको हुनुहुन्न तपाई बिहे गरेर आउनु भएको तपाईको माइती गाउँ चाहिँ कहाँ
मेरो माइती गाउँको मुकास्तले वार्ड नम्बर 3 हो ए लट्टीचन त के छ तपाईँको कति सालमा आउनुभएको यहाँ म 67 सालमा 67 सालमा आउनुभएको भने चाहिँ तपाईँको 67 67 सालमा बिहे गरेर 20 3 23 23 3 26 वर्ष भयो है अहिले होइन 16 वर्ष भयो म यहाँ हो आएको 16 वर्ष भयो हजुर ए 70 13 3 16 वर्ष भएछ अनि तपाईँले कस्तो पाइराख्नु भएको छ त्यो कुमु काँसेले यहाँको विकास उस्तै हो यहाँ त झन् अब विकटै छ हेर्नुहोस् हाम्रो अब कोल्टे ठाउँ छ अब भर्खर पो गाडी आउँदैछ हजुर पहिला अब हामीले बजारदेखि नै चामल बोकेर खाइराख्नु पर्थ्यो हजुर अहिले अब विकास बजेटले गर्दा नजिकै रोड आएको छ अनि अहिले पहिलाको भन्दा चाहिँ होस् अहिले सुविधै छ भन्नुपर्छ अनि तपाईँ थामी जनजाति भनेर तपाईँलाई उस भएको छ कि छैन सूचित छ कि छैन थाहा छ कि छैन अब थाहा नभए पनि अब हुँदैछ अब हामी सीमान्तकृतबाट पनि अति सीमान्तकृतमा पर्दो रहेछौँ सर हामीलाई चाहिँ थाहा भएन अब यहीँ तपाईँहरूले स्वास्थ्य बिमा यस्तोमा आयो हामीले उता वडातिर गयौँ थाहा भयो हामी अतिमै पर्दो रहेछौँ जनजाति अनि स्वास्थ्य बिमाबाट छ नि तपाईँले स्वास्थ्य बिमाबाट अहिले के छ भने 3500मा अरूले लाग्छ भने तपाईँले 3500मा नि शुल्क गरेको छ होइन हजुर तपाईँले स्वास्थ्य बिमा मार्फत तपाईँले उपचार गर्न त जानु भएको छ कि छैन अब अहिले उपचार गर्न जानु होला तपाईँले मैले तपाईँको सेन्टर तोकिदिएको छ त्यसमा जानु होला अनि स्वास्थ्य बिमा गर्न चाहने मान्छेले तपाईँ के भन्न चाहनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद किनकि हामीले पहिला स्वास्थ्य बिमा गर्दा 2500मा हामीले गरेको हो त्यसपछि निशुल्क आयो तर भगवानले गर्दा अहिलेसम्म हामीलाई त्यस्तो गरी रोक्सी लागेन त्यो भगवानको काम हजुर नपरोस् पनि तर बिमा चाहिँ गरिराख्छौँ सर तर जानु पनि नपरोस् सर हामीले अनि अझ हामीले यस्तो सुविधाहरू पाइराखेको हुँदो रहेछौँ अनि हामीलाई थाहा हुँदैन थियो अझै हामीले अब किनभने सरकारले हामीले सीमान्तकृत भनेर जनजाति लिस्टमा राख्नु भएको छ उहाँहरूले र हामीले के लिस्टमा रहेपछि त हामीले केही सुविधा पनि पाएकै छौँ होला पो लिस्टमा राख्यो यो जनजाति अति सीमान्तकृत भनेर केही हामीले सुविधा पाएकै छौँ होला पो राख्यो अनि हामीले अहिलेसम्म थाहा छैन केही सुविधाहरू पाएको छैन अनि सरकारले चाहिँ यदि हामीलाई सीमान्तकृतमै लिस्टमै राख्नुहुन्छ भने यसो मध्यनजर नि हामीपट्टि पनि राख्नु पर्यो हामी सीमान्तकृत नै रहेछौँ भन्ने थाहा भयो अनि हामीले त अहिलेसम्म केही सेवा सुविधा प्राप्त भएको छैन हामीलाई यही भन्न चाहन्छु सर हस् त भाइ नमस्ते नमस्कार तपाईँको नाम भन्नु न लोकराज थामी उमाकुण्ड 4 कृति पल्लकी अहिले यहाँ चाहिँ पाखन डाँडा भन्छ यहाँनिर चाहिँ तपाईँ त युवा हुनुहुन्छ कति वर्ष पुग्नुभयो भयो अहिले युवा त नभनौँ युवै भनौँ न 33 वर्ष पुगिसक्यो ए अनि भाइ छ नि तपाईँको यो छ नि वार्ड नम्बर 4 मा तपाईँको यो त एकदमै डिल योभन्दा उतातिर गुप्तेश कैलेश्वर होला यो विकासको दृष्टिले तपाईँको कस्तो छ यहाँतिर विकास पहिलाको भन्दा त धेरै भइरहेको छ पहिला केही पनि थिएन भन्दा पनि हुन्छ अहिले बत्ती आयो पानी पनि खासै सुविधा चाहिँ थिएन पानी थियो तर यहाँ घर घरमा थिएन तर अहिले चाहिँ अब यो हाम्रो गोर्खा वेलफेयर सेन्टरले गर्दाखेरि त्यो चाहिँ आएको छ अहिले एक घर एक धारा छ अहिले एक घर एक धारा ठिक छ अनि शिक्षाको उसमा चाहिँ के कति छ शिक्षामा पनि अहिले हाम्रो पुस्तासम्म त खासै छैन हाम्रो अब छोराछोरीदेखि चाहिँ अहिले भइराखेकै छ ए लोक जात पर्नुभयो अति सीमान्तकृत पर्नुभयो अनि सरकारले चाहिँ तपाईँले कस्तो खालको विकास दियो जस्तो लाग्छ तपाईँको जस्तो छात्रवृत्तिहरू कुरा छन् विभिन्न विकासको कुरा छन् ती कुराहरूमा तपाईँले अहिलेसम्म पाउनु भएको छ कि छैन छात्रवृत्ति अहिलेसम्म पाएको छैन यो चाहिँ कसको कमजोरी हो यो त सरकारकै कमजोरी होला नि यो तपाईँले नखोजेर हो कि यो हाम्रो पनि कमजोरी हुन्छ सरकारको पनि कमजोरी होला सायद अब हामीले पनि अलिकति यसमा चाहिँ हेरिनौ भनौँ न अब अनि तपाईँले जनजाति महासङ्घ तपाईँले थामी उत्थान महासङ्घ जानु भएको छ छैन अहिलेसम्म चाहिँ गयो तपाईँले यो सन्देश मार्फत के भन्न चाहनु उहाँले पनि यो भिडियो त हेरिराख्नु भएको छ उहाँले त्यहाँको अध्यक्षले के भन्न चाहनुहुन्छ तपाईँले यो अहिले गएर चाहिँ बनाउनु तपाईँको आफ्नो हतियार बनाउनु पऱ्यो नि तपाईँ त तपाईँ जनजाति भनौँ तपाईँ वडाबाट सिफारिस ल्याउनु त्यो सिफारिस मार्फत तपाईँ जनजाति महासङ्घ गरेपछि थामी उत्थान महासङ्घ एकचोटि जानुहोस् त्यसबाट तपाईँको एउटा थामी समाजको एउटा कार्ड बनाउनुहोस् त्यसपछि तपाईँ थामी सामिनुहोस् त्यस्तो गर्नु भएको छ कि छैन त्यस्तो अहिलेसम्म छैन अब गर्नुहुन्छ गर्ने अब लगभग थाहा हुँदै गयो नि त पहिला हामीलाई थाहा पनि थिएन अलिक
अब चाहिँ थाहा हुँदैछ, अब चाहिँ जानुपर्छ, जान्छौँ पनि अब। अनि थामीको यो राष्ट्रिय तपाईँको राष्ट्रिय चाड के हो थामीको? राष्ट्रिय चाड भनेको उँभौली उँभौली हो। उँधौली उभौली है तपाईँको चण्डी जस्तै तपाईँ ढ्याङ्ग्रो नाच्नुहुन्छ? ढ्याङ्ग्रो ढोल हुन्न, ढ्याङ्ग्रो हुन्छ, मादल त्यही हो। अनि हजुरको घर चाहिँ? मेरो घर यहीँ हो, यहीँ पर छ। यहीँ पल्लोपट्टि? ल ठिक छ, उहाँसँग मैले इन्टरभ्यू लिएँ। ल धन्यवाद छ मित्र है। ल हजुर नमस्ते। हजुर म यो अहिले यसरी मैले बिमा अभियानको क्रममा यो 9 नम्बरबाट थामी बस्तीमा आएको छु र थामी बस्तीमा आउँदाखेरि मैले यसरी लिइरहेको छु। तपाईँहरूले कहाँदेखि हेरिराख्नु भएको छ कृपया आफ्नो प्रतिक्रिया जनाउन नभुल्नुहोला। मन परेन लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला। तपाईँले यसरी म देखाइराख्दाखेरि तपाईँले एकदमै रमाइलो लाग्यो मलाई। यो बिमा अभियानको लोप पूर्णको जाति थामी परिवारमा आज आएको छु। म धेरै खुसी छु। योभन्दा अगाडि आउन कोसिस गरेको थिएँ, राजनीतिक हिसाबले विभिन्न हिसाबले म आउन पाइनँ, तर म आफ्नै कामको सिलसिलामा आइपुगेको छु। त्यसैले तपाईँहरू कहाँबाट हेरिराख्नु छ, तपाईँले मन परेमा लाइक सेयर कमेन्ट गर्न नभुल्नु। हस् त, धन्यवाद।